त पोर्चुगलको हालको मौसम अनि बुढोको चाइनिज रेस्टुरेन्टको ब्रेकवाला काम साह्रै वक्क दिक्क भयो। लिजबनतिर खासै नबसेर होला, खासै कन्ट्याक्ट पनि छैन, कति गाह्रो भएको काम पाउन पनि। मेरो भिडियो कतिजनाले हेरिराख्नु भएको हुन्छ, मेसेज पनि गरिराख्नु भएको हुन्छ, यसो काम छ भने चाहिँ मलाई कन्ट्याक्ट गर्नु होला है त। बुढो कामको बिजीले रातिको 12 बजे आउँछ, सधैँ बुढोको मात्र कति आश गर्नु, कहिलेको केटीले पनि त सरप्राइज दिनु पर्यो भनेर योचोटि त झन् छोरी पनि छिन्। बाबा र छोरीको फर्स्ट भ्यालेन्टाइन डे भनेर छोरीसँग रेडी भएको थिएँ, पानी परिरहेको रहेछ, छोरीलाई तलै राखेर एउटा पसलमा गएर यसो गिफ्ट किनेर त्यसपछि लागे पिङ्गदोसमा गएर फ्लावर र केक लिएर घरमा आएँ। नानी चाहिँ आन्टीसँग बसिरहेको थियो, आन्टी भएपछि उसलाई कोही पनि चाहिन्न। अनि राति चाहिँ छोरीको डाइपर चेन्ज गर्ने बेला भयो, उसको पनि आँखा खुल्यो, बाबाको पनि आउने टाइम। अब चाहिँ बाबा आउनुभयो अनि हामीले दियौँ सरप्राइज। छोरी पनि कति खुसी भइरहेको थिइन्। पानीमा बाहिर कसरी जान सक्यो भनेर भन्दै थियो मेरो बुढोले चाहिँ। अब जसरी भए पनि मन भएपछि त त्यस्तै त हो नि होइन, छोरीलाई राखेर गएको थिएँ भने स्पेसल डेलाई सानोतिनो भए पनि सेलिब्रेसन गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। एक त छोरीसँगको हाम्रो फर्स्ट भ्यालेन्टाइन डे, राति भए पनि सेलिब्रेसन गरौँ भनेर चाहिँ मैले यो सबै गरेको थिएँ। फेरि भोलि बिहान काममा जानुपर्छ बुढोलाई। खोतल्दै हुनुहुन्थ्यो, के छ ब्यागमा भनेर भनेको, मैले त केही गिफ्ट ल्याउन पाएन, यही एउटा रोज भयो नि बाटोमा देखेर किनेर लिएर आएँ भनेर भन्नुभयो। त्यति भए पनि ठुलो छ मेरो लागि, जे होस् याद गर्नुभयो। अनि हामी आमा छोरी खुसी छौँ, यतिमै हाम्रो लागि भनेर बिहानदेखि बेलुकासम्म काम गर्नुहुन्छ। उठियो, खानासाना खाइयो, आज दामी सनी डे रहेछ। अब बुढा नभए पनि आमा छोरी पनि कहीँ जाऊँ भनेर बाहिर निस्केको, हावा चलिरहेको रहेछ। अनि त्यहीँ छेउमा लाइब्रेरी भएको भएर लाइब्रेरीमा एकछिन छोरीलाई खेलाएर आजको हाम्रो दिन यसरी बित्यो।